पृथ्वीनारायण शाहले काटेको हो, फेरि काट्न पर्छ। जसले पृथ्वीनारायण शाहको विरोध गर्छ त्यसको टाउको काटिन्छ। रापरपाको नेता स्वागत नेपालले के भन्दैछ भने सामाजिक सञ्जालमा उसले चाहिँ विभिन्न किसिमका अभिव्यक्तिहरू दिँदै आइरहेको देखिन्छ सामाजिक सञ्जालमा। र उसले चाहिँ के भन्दैछ भने सामाजिक सञ्जालमा जसले पृथ्वीनारायण शाहलाई मान्दैन भन्छ, जसले पृथ्वीनारायण शाहलाई मान्दैन, चाहदैन, त्यो कामै छैन, के गरेको छ र भनेर भन्छ, त्यसलाई चाहिँ हामी काट्छौँ, त्यसलाई काट्नै पर्छ। पृथ्वीनारायण शाहले पहिला काटेर आएको हो, हामीले काट्छौँ, हामीले पाएपछि हामीले काट्छौँ, काट्नुपर्छ भनेर खुलेआम चाहिँ सामाजिक सञ्जालमा चाहिँ यसरी चाहिँ आफ्नो अभिव्यक्तिहरू खरो तरिकाले चाहिँ दिँदैछ भनेपछि यसरी चाहिँ काट्दै आउने र यसरी चाहिँ आतङ्क मचाउँदै आउने हो भने के अब चाहिँ देश चाहिँ राम्रो होला? अरू चाहिँ के हातमा दही जमाएर बस्नेवाला छ? यसरी चाहिँ काटी माग त्यत्तिकै सजिलो तरिकाले चाहिँ काटी माग्ने छ र अरू जनताहरू? अरू जनताहरू चाहिँ यस्तो अनि एकदम सजिलो तरिकाले चाहिँ अनि घाँटी थाप्नेवाला छ र?